हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ दिनमा म बिहानदेखि हजुरहरूलाई मिनी ब्लग बनाउन पाएन, तसै पनि हजुरहरूलाई म दिनमा खाना खाएर हजुरहरूको लागि इन्ट्रेस्टिङ मिनी ब्लग बनाउँदैछु। हजुरहरू मेरो च्यानलमा फर्स्ट टाइम जोइन गर्दैछ भने हजुरहरूले मेरो च्यानललाई सपोर्ट गरिदिनु, सब्सक्राइब गरिदिनु अनि मलाई पुरा सपोर्ट गरिदिनु। मलाई सपोर्ट कम भएछ, हजुरहरूले मलाई भर्खर मेरो 100 सब्सक्राइबर कम्प्लिट भएको छ। हजुरहरूले प्लिज मलाई 10K सब्सक्राइबर कम्प्लिट चाहियो। हजुरहरूले प्लिज मलाई त्यतिको सपोर्ट गरिदिनु होला गाइस। हजुरहरूले जति सपोर्ट गर्छ मलाई त्यतिको भिडियो बनाउन खुसी हुन्छ। त्यसैले गाइस, आज चाहिँ म दिनमा खाना खाएर खेतमा गएको। खेतमा किन गएको भने चाहिँ हाम्रो काम थियो। हेर्नु आयो त गाइस, हाम्रो काम के थियो भने चाहिँ पहिला चाहिँ हामीहरू पहाडदेखि चढ्दै चढ्दै निचे गयो। हजुरहरूलाई भी देखाउँछु, यति राम्रो भ्यू छ कि हजुरले कसरी भन्नु थियो। हजुरहरूले यो भ्यू हेर्दा होला, यो भ्यूको निचे हाम्रो खेत छ। यति राम्रो खेत छ कि हजुरहरूलाई कसरी भन्नु है त गाइस। त्यसरी हामीसँग चाहिँ 3-4 साथीसँग थियो, उनीहरू मसँगै गयो। त्यसपछि हामीहरू चाहिँ निचे खेतमा पुग्यो। हाम्रो खेती हो गाइस। त्यसपछि चाहिँ हामीहरूले खेतमा पुगेपछि चाहिँ आफ्नो काम ट्याङ 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 सबैले आफ्नो काम स्टार्ट गर्यो। त्यसपछि चाहिँ काम स्टार्ट गर्दै राम्रोसँग यस्तो काम गर्दै त मलाई त पुरा थाक्यो। तर उनीहरूले त थाक्दैन रहेछ गाइस, उनीहरूले चाहिँ गर्दै रहेछ। मलाई चाहिँ यस्तो गरेँ, फर्स्ट टाइम हो कि यस्तो काम गर्ने पनि त। मैले काम गरेर हजुरहरूको लागि यस्तो भिडियो बनाएको चाहिँ म फर्स्ट टाइम हो नि त गाइस। त्यसैले मलाई पुरा काम गर्न पनि थाक्यो बस्यो यस्तो गरेँ त। उनीहरूले पनि काम गर्दो रहेछ। अङ्गाललाई त काम यति गर्न आउँदैन रहेछ अरे। के हुँदैन, मैले पनि गरेँ, यस्तो मेहनत गऱ्यो अनि उनीहरूले पनि गर्थ्यो। उनीहरू चाहिँ देख्यो भने चाहिँ उनीहरू चाहिँ मेरो दाइको छोरी हो। अनि यो देख्दैछ भिडियोमा, यो चाहिँ मेरो खेत हो हजुरहरूलाई। अनि पछि देख्दै भ्यूहरू पनि हाम्रै खेतको सामने हो। यति इन्ट्रेस्टिङ खेत छ कि हजुरहरूलाई कसरी भन्नु। भोलि पर्सि हजुरहरूको लागि यो खेतमा काम गरेको अनि रोपाइ गरेको हजुरहरूलाई भिडियो बनाउँछ। त्यसपछि चाहिँ हामीहरू काम सकेपछि चाहिँ हामीहरू उता भिडियो बनाउन हातमुख धुलाउन गयो। हातमुख धुलाएपछि चाहिँ हामीहरू यस्तो कपालको पेरको निचायो। कपालको पेर निचाएर यस्तो म चाहिँ यस्तो हावा खाएको थिएँ त, डुबाएर पुरा हावा खायो। हावा खाँदै बसेर मजाले राम्रोसँग यस्तो उपर निचे घुम्दै बसेको थियो। उपर निचे घुम्दै बसेपछि त उनीहरूले कपाल खाने अरे। कपाल खाने भने त उनी उपरदेखि मलाई तानेर देख्थ्यो गाइस, तानेर दिएको थियो। त्यसैले मैले कपाल खायो। त्यसपछि म पनि उनीहरूले देख्दै थियो, म पनि रुखमा चढ्यो। कपाल इन्ट्रेस्टिङ पुरा राम्रो रहेछ। मलाई चाहिँ तिर यम्मी राख्यो कि हजुरहरूलाई कसरी भन्यो। हजुरहरूलाई कपाल नाम सुनेको छ भने चाहिँ कपाललाई इङ्ग्लिसदेखि कसरी भन्छ भन्नु चाहिँ। कपाल भने चाहिँ हाम्रो खाने नाम हो। इङ्ग्लिसदेखि कपाल भने चाहिँ यसलाई भन्छ गर्लफ्रेन्ड बलफ्रेन्डले। तर हामी चाहिँ कपाल भने चाहिँ खानेको नामले भन्छ गाइस। खानेको नाम हो नि, नेपालदेखि चाहिँ कपाल भन्छ। त्यसपछि हामी चाहिँ कपाल खाएपछि यस्तो मजाले माथाहरू धुलायो, टाउको मजाले धुलायो। हामीले चाहिँ मैले चाहिँ पहिल्यैदेखि धुलाएको थियो। त्यसपछि धुलाएपछि हजुरहरूको लागि भिडियो बनाउँथ्यो। उनीहरू चाहिँ मजाले धुलाउँदै थियो, कुरा गर्दै थियो, सबैजना कुरा गर्दै थियो। अनि कोही त सुत्दै थियो। अनि म चाहिँ यस्तो बनाउँदै हजुरहरूको लागि इन्ट्रेस्टिङ मिनी ब्लग बनाउँछु सोचेको थिएँ। त्यसपछि यस्तो कुरा गर्दै थियो साथीहरूसँग, यस्तो निचे बोल्दै थियो साथीहरूसँग, यस्तो गर्नु यस्तो नगर्नु भन्थ्यो गाइस। आजको मिनी ब्लग चाहिँ यतिको हो गाइस। हजुरहरूलाई कतिको इन्ट्रेस्टिङ लाग्छ होला। मोरल त स्टोरी जस्तो त छैन, तर मलाई स्टोरी हो आज मेरो बिहानदेखि राति नसुत्नेसम्मको मिनी ब्लग हो। हजुरहरूलाई कस्तो लाग्छ होला। मलाई च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु गाइस। हजुरहरूको सपोर्ट गरिदिनु। यस्तो देख्छ हाम्रो गाउँ गर्दिएर यस्तो छ, भैँसीहरू पनि यस्तै छ। अब के गर्ने, हुनै पऱ्यो नि त। अब के गर्ने, गाउँमा त यस्तै हुनुहुन्छ। अब सहरमा जस्तो होइन गाउँ। तर गाउँमा बस्यो भने चाहिँ यति राम्रो रहेछ कि इन्टरनेट कम हो, अर्को सबै भ्यूहरू राम्रो हो। इन्टरनेट चल्दैन, भ्यूहरू यति राम्रो छ। आजको मिनी ब्लग चाहिँ यति हो गाइस। हजुरहरूलाई कतिको राम्रो लाग्यो कमेन्टमा भनिदिनु होला। थ्याङ्क यू।